अहिले हामी टप 12 राउन्डमै छौं। उत्कृष्ट 12 कन्टेस्टेन्टहरूलाई आज हामीले ट्रायलमा बाँधिदिएका छौं। 3 जनाको ग्रुपमा उहाँहरूले आफ्नो प्रस्तुति दिइरहनु भएको छ। पहिलो प्रस्तुति हामीले हेरिसकेका छौं। दोस्रो प्रस्तुतिको लागि अब हामी स्टेजमा बोलाउन चाहन्छौं कन्टेस्टेन्ट नम्बर 01 आतिश जैरू, कन्टेस्टेन्ट नम्बर 02 एलेक्स बिक र कन्टेस्टेन्ट नम्बर 10 सरोज राणा प्रजालाई। मोदी टेलर सुरु। तर यो कथा अलि पृथक छ, भिन्न छ। गाउँका केटी सबैलाई शनिश्चर बुधले घुमाउँदा हेलामा गर्छन् हामीलाई। लैबरी लाई लैबरी लाई 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 लैबरी लाई लैबरी लाई लाई लाई। ओ माई गॉड, आतिशको, एलेक्सको अनि सरोजको यो धुवाँदार दमदार प्रस्तुति हामीले देखिहाल्यौँ। तपाईहरु तीनैजनाले रियो जुस पिएर आउनु भएको थियो आज हो? रियो जुसले गर्दाखेरि स्ट्रङ भएर डरलाग्दो पर्फर्मेन्स दिनुभयो हो? तीनैजना जज हेरै हुनुहुन्थ्यो, मैले देखिरहेको थिएँ। हाम्रो स्पेशल गेस्ट केकी वाज अल्सो ठुलो आँखा पारेर हेरिरहनु भएको थियो। सबभन्दा पहिला म केकीबाटै सुरु गर्न चाहन्छु। कोलपुर एक्सप्रेस, जसमा तपाईँ आफै एक्टर पनि हुनुहुन्छ, प्रड्युस पनि गरिरहनु भएको छ। कोलपुर एक्सप्रेसको लागि यदि मेन लिड हिरोको चयन गर्ने बेला भएको भए हाम्रो 3 जना सुपर हिरो मध्ये कसलाई हिरो छान्नुहुन्थ्यो तपाईँ? All 3 of them, म त कोलपुर एक्सप्रेस 3 गरेर 3 जनालाई लिडमा हालेर 3 जना वुड बी माई हिरो आई थिंक। त्यो दिन धेरै टाढा छैन। यदि हाम्रो कन्टेस्टेन्टले यति नै राम्रो पर्फर्मेन्स दिनुभयो भने नेपाली फिल्म इन्डस्ट्रीमा छाउन त्यति गाह्रो छैन। यो हिपहपको डान्सलाई कोरियोग्राफी गर्नुभएको थियो दिपेन्द्रजीलाई पनि यहाँनिर कृपया आएर हामीलाई जोइन गरिदिनु भनेर म अनुरोध गर्न चाहन्छु, किनभने दिस वाज अ पावर प्याक पर्फर्मेन्स। साँच्ची नै तपाईँलाई सबैलाई यहाँनिर म कृपया उभिन हुन अनुरोध गर्न चाहन्छु। अब तपाईहरु 3 जना मध्येमा यदि कोही बाहिरिनु भयो भने यति दुखी हुन्छु आजको यो पर्फर्मेन्सलाई लिएर। म मात्रै हैन, हाम्रो दर्शकहरु पनि दुखी हुन्छन्। म प्रे गर्छु तपाईहरु रहनुस्। पक्कै पनि आजको यो त्रिवेणी क्लासिकल फोक बेसमा
तपाईँहरूले दिएको भोटले नै भोलि एउटा राम्रो कलाकारको जन्म हुन्छ र अरू नयाँले पनि केही गरौँ नृत्य विधामा भनेर अगाडि सर्ने आशा जगाउनेछन्। तपाईँहरूले एकदमै राम्रो गर्नुभएको छ। इभेन ड्रेसअप पनि आज मलाई ब्ल्याक एन्ड रेड मसँग म्याचिङ भएर हो कि मन परिरहेको छ। इट्स कल्ड डाइनामिक पर्फर्मेन्स। यसलाई हामी के भन्छ मेरो भाषाबाट टावनकार भन्छ। टावनकार मिन्स यु आर द त्रिशूल तिनजना। वाउ इट्स ब्युटिफुल हेर बहुत मन पर्यो बहुतै राम्रो छ। बहुत कुनै पनि कमेन्ट हामी दिन सक्दैन। इट्स डिपेन्ड अन अडियन्स। अब प्लिज बताउनुहोस् उहाँहरूलाई। आइ एम जोइनिङ माई ह्यान्ड प्लिज भोट फर देम द्याट्स अल। आइ एम सो ह्याप्पी। थ्याङ्क यू गाइज थ्याङ्क यू भेरी मच है। थ्याङ्क यू सर तपाईँहरूको गुड कमेन्टको लागि र आज उनीहरूले राम्रो गरे। थ्याङ्क यू भेरी मच। दिपेनजी नाउ लेट्स कम टु द रियालिटी। इट्स अ रियालिटी सो। गत हप्ताको तपाईँको पर्फर्मेन्सको आधारमा तपाईँले भोट प्राप्त गर्नुभएको हो। दिपेनजीलाई कस्तो लाग्छ? एक्चुअली तिनजना मध्ये एकजना मात्र पनि आउट भयो भने हाम्रो सो स्टेजको सानै घर जस्तो लाग्छ मलाई चाहिँ होइन। किनकि यो तिनजनाले गर्दा स्टेज तातिएको छ। कोहीमा केही कमी नै छन् जस्तो लाग्छ। सो लेट्स सी अब जनताले कसरी हेर्नु भएको छ। वेल गाइज तपाईँहरूमध्ये एकजना आज बटम जोनमा पर्नु भएको छ। डेन्जर जोनमा हुनुहुन्छ। यस उहाँहरूमध्ये एकजना डेन्जर जोनमा हुनुहुन्छ। मलाई आफूलाई पनि भन्न अलिकति अप्ठ्यारो डरमर्दो स्थिति भएको छ बिकज दिस गाइज आर रियली नाइस। आतिश वी भेरी सरी। आज तपाईँ डेन्जर जोनमा पर्नु भएको छ। त्यसैले एकछिन साथीहरूसँग गएर बसिदिनु होला। कङ्ग्रेचुलेसन्स सरोज एन्ड एलेक्स। तपाईँहरू दुवैजनालाई धेरै धेरै बधाई छ। टप 12 राउन्डबाट अझै अगाडि बढ्नु भएको छ। कङ्ग्रेचुलेसन्स।